यहाँ दाजु भदैनी पुष्पाञ्जली कहाँ जान्छ ए फुपू आज चाहिँ यहाँ यी बेहुला चाहिँ यहाँ हुनुहुन्छ घरमा चाहिँ कति बजी कान्छा बालिसको बिहा हो खुसी लागिरहेको बेहुला नि आएर चाहिँ एकदम खुसी भइरहेको छु छोरालाई चाहिँ के भन्ने उमेर भएको छ नि ला हो खान अन्त त दुईजनाको त यी दुधीसँग भएन हेलो एभ्रिवान वेलकम टु माई इन द ब्लग सो आज चाहिँ म धेरै दिन बाद ब्लग गर्दैछु दिन भन्दा पनि 2-3 महिना बाद चाहिँ आज ब्लग गर्दैछु किनभने मैले चाहिँ बिचमा ग्याप गरेको थिएँ सो आज चाहिँ म यहाँ बिहामा आइरहेको छु यो चाहिँ बरारे हो मेरो दाजीको मेरो काइली फुपूको छोराको बिहा त्यसैले गर्दा म यहाँ आज आइरहेको छु जस्ट आइपुगेको हामी चाहिँ यहाँ अन्त ऊ तलै यहाँ चाहिँ बिहा घर सो अब म चाहिँ यहाँ लाग्दैछु ऊ दाजु भाउजू आमा काकीहरू आउनु हुँदैछ लुई काकी भाउजू आमा भाउजू लु दाजु यहाँ दाजु चाहिँ छुट्टीमा आउनु भएको छ लु दुईजना आउनु है जोइ र जेठु लु अब हामी चाहिँ लागेको यो हो बिहा घर चाहिँ यहाँबाट चाहिँ यस्तो छ भ्यूहरू दाजु आउँदैछ अन्त रमी दादा यहाँ चाहिँ भाउजू हामी चाहिँ आज है तिहार बिहामा गएको अनि मलाई पनि साथी डोमाले उसको भाउजूले चाहिँ बोलाएको त्यही भएर गएको म पनि साथी हो नि त तिमीहरूको चाहिँ भाउजू पर्छ होइन मेरो भाउजू मेरो चाहिँ साथी हो कि अन्त चाहिँ गएको नि उसको खास आज चाहिँ बिहा भन्दा पनि आज चाहिँ केटी भित्र आउने हो अन्त सानो तिनो बोलाएको हामीलाई पनि सानै गरेको रहेछ कस्तो नर्भस पो भयो त म त बोल्नु बर्नी भाग्यमानी बर्नी हेलो भन्दै न त अस्ति भर्खर तिमीले किनेको छ है मैले देखेँ नि मेरो पनि राखिदिनु न भाउजू ढिलो भयो नि सेवारो सागले त भेना भदैनी पुष्पाञ्जलीमा आज फेरि ल भाग्यमनी भदैनी पुष्पाञ्जली कहाँ जान्छ ए फुपू दिदी हुन्छ फोटो खिच्नुपर्छ है तुम्बाई यहाँ काका तुम्बाहरू जग्गै खिच्छ हजुर कति बेला आइपुग्नु भएको तुम्बा 9:30 ए अरू के भन्नु त आज कस्तो लागिरहेको छ कान्छा बालिसको बिहा हो खुसी लागिरहेको छ है खुसी लागिरहेको छ हल्का फुल्का गर्नुपर्छ भिडियो सान्डा दिदी आइ भन्नु
र आज चाहिँ यहाँ बेहुला चाहिँ यहाँ हुनुहुन्छ। घरमा चाहिँ कति बजी? घरमा अघि ल्याएको अन्त टिकाहरू लगाइसकेछ त। अघि भनेको छु मैले। अघि चाहिँ भाउजू हुनुहुन्छ बेहुलाको चाहिँ। के भन्नु भाउजू आज चाहिँ है देउरानी आएर चाहिँ एकदम खुसी भइरहेछु। भ्यू चाहिँ यस्तो छ है। आज डे पनि एकदम दामी भइरहेको छ। यहाँ चाहिँ सबजना कस्तो लाग्यो त यो? पाइएको बोजूलाई मिठो लाग्यो। जाउँ हौ जुनमा बसेर माम पनि खान्छ। जाउँ घरमा के खायो? हेलो गर्नु त्यो माथि एका किलो जानु पो जोइन छैन ए लु यो चाहिँ राम्रो निस्किन्छ होइन 0.5 गरेको छ त युवानबाट फेरि आउँछ
दाजु दाजु हो नि उसुको 6 महिनाको दाजु त हो सची खाना खानु आँटेको हामीहरू प्याजको भाजी खाइसक्नु भएछ खाना खाँदैछ सबैले बेहुला बेहुली अब चाहिँ यहाँ चाहिँ बेहुला बेहुलीलाई टिकाहरू लगाउँदैछ हो सबैजनाले पाइहाल्नुहुन्छ हजुर यहाँ चाहिँ अब दुधमा बिजी रहेछ बिजी छुइनँ मेरो भाइ मामा यता बस्नु न फोटो खोइ त म तपाईलाई चिनिन नभन्नु दिदीको भाइ हामी बेला भइरहेको मामा यहाँ बस्नु
हेजिटेट गर्ने कुरा आशीर्वाद है हाम्रो छोरोलाई रुचाउनु सक्नुपर्छ है परिवारमा त्यस्तै हो अलिअलि पनि त्यसलाई अन्डरस्ट्यान्डिङ गर्ने संस्कृति छोरालाई चाहिँ के भन्ने उमेर भएको छ नि आशीर्वाद छ ल राम्रो पढ्नु ठुलो मान्छे राम्रो भएर पढेर बुढा मान्छे हामी लगेर टेक्दै हामी आउने ल तिम्रो भिडियो गरिँदैछ एकछिन जानु अन्त फेरि त्यही लाउने राम्रो गरी खानु बस्नु मलाई नि खिच्नु हुँदैछ मलाई त नखिच्नुहोस् है म त जस्तो टाउकोमा अझै त हान्दैन भाइ हो काकी काकी हामी कान्छा जेठा महिला कान्छा होइन कान्छा कम्की बुङको है फोटो भिडियो लु यहाँ अब फुपाहरू पनि फर्किसक्नु भयो फुपूहरू आशीर्वाद दिएँ मैले हजुर आशीर्वाद ए हजुर हुन्छ बाई बाई फुपाहरू पनि फर्किसक्नु भयो फुपूहरू लु उता पछि जान्छ गफ चल्दैछ बाई कहिले कहिले जान्छ बाई हेर त हजुर हामी त एक बाई भाइ सँगै हेर्नु यहाँ हेर्नु भन्नु त सँगै हेर्नु हेलो गर्दैन हेलो हेलो अब चाहिँ हामी फर्किनु आँटेको फर्केको आइदिनु भयो धन्यवाद छ दिदीहरूलाई हुन्छ
फेरि अब हामी चाहिँ यहाँ जाने बेलामा पानीपुरी खान हुन्छ पानी खाने जाउँ भएर माथि आउँदैन सर खानु खानु हामी त फेरि खाँदैछौँ पानीपुरी यो अब ल यहाँ दुईजनाले चाहिँ 100वटा पुच्का खाइसक्यो 200वटा टोटल ला हो खान अन्त त दुईजनाको त 200वटा भएन हामीलाई त जित्छ रहेछ है रग्यो त कतिवटा भयो तपाईँको 3टा होइन है 300 अबे अब त 300 भयो हैन भरे बिग्रिन्छ होला भनेर नि खाइसकेन अब चाहिँ हामी चाहिँ फर्केको यहाँ बिहा घरबाट आजको मेरो ब्लग चाहिँ यस्तै भयो म चाहिँ 3 महिना बाद आज ब्लग गरेको तपाईँलाई अघि भनिसकेँ र मैले त्यस्तो राम्रो ब्लग चाहिँ गरिनँ जस्ट अब त्यो सबले निकाले मेमोरीको लागि पनि होस् भनेर सबैको अब एउटा बिहाको भनेर अन्त पुच्का खायौँ हो अन्त अब जाँदैछौँ अब यहाँ पछि चाहिँ आमा भाउजूहरू आउँदैछ कस्तो लाग्यो तपाईँहरूलाई बिहा एकदम दामी मजा आयो यी सबलाई मजा आइरहेको छ हो एउटा मेमोरी पनि हुन्छ त्यसैले गर्दा मैले आज भ्लग गरेको 3 महिना बाद हो र आजको मेरो भ्लग यति नै हो र तपाईँलाई बाई बाई अन्त म चाहिँ अब अरू भ्लग पनि कन्टिन्यू गर्छु हो सो हेरिदिँदै गर्नुहोस् बाई बाई टेक केयर लु बाई बाई भन्नु त सबजना बाई बाई अब फेरि पुष्पाञ्जलीको अर्को भ्लगमा फेरि चाँडै भेट्नेवाला छु